आज म काउलीको त्यो गुन्द्रुक बनाउन गइरहेको छु। काउलीको सेतो भागको तरकारी बनाउने र बाँकी रहेको त्यो हरियो भागलाई चाहिँ मजाले त्यसलाई पखाएर घाममा सुकाउने। सुकाइसकेपछि धेरै सुकाउनु हुँदैन, अलि आलो नै रहोस् र त्यस्तो अवस्थामा यसलाई के गर्ने भने खल ल्याउने र खलमा गएर मजाले त्यो पातहरूलाई त्यसमा राख्ने र त्यसलाई मजाले कुट्नुपर्छ। कुटिसकेपछि मसिनो गरी कुट्ने र कुटिसकेपछि अनि जम्मै भएको त्यो जम्मै राख्दै जाने, कुट्दै जाने, राख्दै जाने र कुट्दै जाने। कुट्दै त्यो हेर्नुहोस् है कस्तो हुन्छ भनेर। अब मजाले कुट्ने, ल कुट्ने काम सुरु भयो। त्यहाँ कुटिसकेपछि यस्तो हुन्छ। अनि त्यसपछि यसलाई मजाले के गर्ने, यसको भएको पानी चाहिँ निकाल्ने। पानी निकाल्नको लागि एकदम खार्नुपर्छ र खाँदेर हेर्नुहोस् है कसरी खाँदैछ। चारैतिरबाट फर्काइ गर्ने अनि त्यसमा पानी निकाल्ने। अझ निक्लेन, अझ यसलाई खार्नुपर्छ, अलिक बल लगाउनुपर्छ। अनि त्यसपछि खाँदिसकेपछि यो हुन्छ त्यो डब्बामा भरेर राख्ने अनि एउटा प्लास्टिकले छोप्ने। अनि छोपेर यसलाई चाहिँ 6-7 दिनको लागि घाममा राख्नुपर्छ। अब भइसकेको छ, यसलाई तयारी मोडमा आउँदैछ। राखेर अनि त्यसपछि भइसकेपछि अनि